ललितपुरको जाउला खेलमा रहेको यो सदर चिडियाखाना। आज हामी यसलाई एउटा सुन्दर पर्यटकीय गन्तव्य र जैविक विविधताको केन्द्रका रूपमा चिन्छौँ। तर के तपाईलाई थाहा छ, यो ठाउँ कुनै समय आम मानिसका लागि पूर्ण रूपमा निषेधित क्षेत्र थियो। यहाँको ढोकाभित्र सर्वसाधारणको प्रवेश त परको कुरा हेर्न समेत पाउँदैनथे। यो ठाउँ त राणाहरूको शक्ति, असीमित विलासिता र उनीहरूको शाही शोकको जीवित साक्षी हो। आजको भिडियोमा हामी सदर चिडियाखानाको त्यो लुकेको इतिहास कोट्याउँदै राणाहरूको निजी बगैँचा कसरी राष्ट्रको सम्पत्ति बन्यो त्यसको बारेमा चर्चा गर्नेछौँ। विक्रम सम्वत 1989 सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले यस चिडियाखानाको स्थापना गरेका थिए। तर यसको स्थापना गर्दा यसको उद्देश्य आम नागरिकलाई मनोरञ्जन दिनु वा जनावरहरूको संरक्षण गर्नु भने कदापि थिएन। यो त केवल राणाहरूको निजी चिडियाखाना थियो। राणाहरूले मनोरञ्जन लिन र राणाहरूको शक्ति प्रदर्शन गर्नको लागि बनाइएको एउटा ठाउँ थियो यो। भनिन्छ चिडियाखानाभित्र जनावर हेर्नुभन्दा पनि बढी समय मनोरञ्जन गरेर बिताइने गर्थ्यो। जुद्ध शमशेर र उनका भारदारहरूका लागि यो त फुर्सदको समयमा जुवा खेल्ने मुख्य थलो बनेको थियो। त्यस समयमा राणा शासकहरू शिकारका ठूला पारखी थिए। नेपालका तराईदेखि पहाडसम्मका घना जङ्गलहरूमा शिकार गर्दा समातिएका बाघ, गैडा, चितुवा र अनेकौं दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीहरूलाई उनीहरूले यहाँ ल्याएर कैद गर्ने गर्थे। यो चिडियाखाना राणाहरूको लागि आफ्नो ऐश्वर्य र शक्ति प्रदर्शन गर्ने एउटा माध्यम बनेको थियो। जब दरबारमा विदेशी पाहुनाहरू आउँथे, उनीहरूलाई नेपालको प्राकृतिक वैभव देखाउने नाममा राणाहरूले यी जनावरहरूलाई आफ्नो ट्रफी वा शो पिसका रूपमा प्रयोग गर्ने गरेका थिए। जहाँ राणा शासकहरू तासको खाल जमाएर रातभर मनोरञ्जन गर्थे। यो ठाउँ त राणाहरूको लागि एउटा निजी दरबार बनेको थियो। त्यहाँको वातावरण यति कडा थियो कि बाहिरी दुनियाँसँग यसको कुनै साइनो थिएन र जनावरहरू केवल राणाहरूको मनोरञ्जनका लागि बन्धक बनाइएका सजावटका वस्तु मात्र बनेका थिए। तर समय सधैँ एउटै रहँदैन। विक्रम सम्वत 2007 सालमा नेपालमा प्रजातन्त्रको उदय भयो र राणा शासनको पतनसँगै यो निजी अखडाको स्वरूप पनि फेरिन थाल्यो। विक्रम सम्वत 2011 सालमा पहिलो पटक यो ठाउँ सर्वसाधारणका लागि खुल्ला गरियो। त्यो क्षण नेपाली इतिहासमा एउटा ठूलो परिवर्तन थियो, किनकि जुन ठाउँ हिजो केवल राणा भारदारहरूको रगजग थियो, त्यहाँ अब सर्वसाधारणका पाइला पर्न थाले। यद्यपि त्यसपछिका केही दशकहरूमा भने यसले उचित व्यवस्थापन नपाउँदा धेरै कठिनाइहरू पनि भोग्यो। अन्तत विक्रम सम्वत 2052 सालमा राष्ट्रिय प्रकृति संरक्षण कोषको काँधमा यसको जिम्मेवारी आएपछि मात्र सदर चिडियाखानाले आधुनिक संरक्षणको काँचुली फेर्यो। आज जुन ठाउँमा हामी परिवार सहित घुम्न जान्छौँ, त्यो हिजोको लागि निषेधित निजी दरबारबाट सार्वजनिक केन्द्रका रूपमा परिणत भएको हो। आजको सदर चिडियाखानाले केवल जनावरहरू मात्र राखेको छैन, बरु यसले राणा शासनको त्यो दमित इतिहासलाई समेत आजका पुस्ताका लागि एउटा पाठका रूपमा सुरक्षित राखेको छ।